दर्शन नमस्ते अनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। म विनोद। आज म हजुरहरूलाई बुटोलमा रहेको यो वनबाटिका पार्क घुमाउँदैछु। यो बुटोलमा रहेको वनबाटिका पार्क यहाँ चाहिँ रमाइलो ठाउँहरू छ बच्चाहरूको लागि, खेल्नको लागि अनि घुम्नको लागि चाहिँ राम्रो ठाउँहरू छ। यहाँ मूर्तिहरू पनि बनाइराखेको छ ठाउँ ठाउँमा। यो ऊँटको सायद नेपालमा नपाइने जनावर होला, यो विदेशतिर चाहिँ पाइन्छ ऊँट हो यो। डाइनोसर रहेछ यहाँ पर, हेर्दै जानु है। यस्तै मूर्तिहरू पनि छ, घुम्न लायकको ठाउँ छ। हजुरहरूले नि फुर्सद पाउनुभयो भने समय निकालेर बच्चाहरूलाई खेलाउनलाई लिएर आउनु। बच्चाहरू खेल्ने ठाउँहरू पनि छ, जस्तो रमाइलो छ। यो बुटोलमा रहेको वनबाटिका पार्क। चोयाको डोको सानो माया हे लगाउने धोको ले काली हे चोयाको डोको सानो माया हे लगाउने धोको नपुग्दै मर्छु पो क्यारे भन सोल्टी बरोबर न ढाँटी हे भन सोल्टी बरोबर न ढाँटी सम्झना बिर्सना झन्झन बढ्यो तिर्सना सालालाला सम्झना बिर्सना सालालाला झन्झन बढ्यो तिर्सना सालालाला मायाको डोरी। यो वनबाटिकामा रहेको एउटा भ्यू टावर हो, तर अहिले चाहिँ चालु छैन अरे। यसमा चढेर माथि टपमा गएर हेर्न पाइयो भने चाहिँ बुटोलको दृश्यहरू चाहिँ सबै अवलोकन गर्न पाइन्छ। यता टिङहरू रहेछ। तिम्रो मनमा मेरो पिराती कुन दिन फुल्ने हो मलाई सम्झेर संसार। भ्यू टावर चाहिँ राम्रो छ, फेरि अर्कोचोटि आउँदाखेरि त्यो पनि चढ्न पाउने छौँ भन्ने आशा राख्दछु। रमाइलो छ, शीतल छ, हरियाली। यसो बस्न मन लाग्यो, थपेलाई लाग्यो भने पनि बस्नलाई चाहिँ हरियाली छ, शीतलहरू जति छ। तुलसी आँगनमा रोपौँला हे तुलसी आँगनमा रोपौँला जीवन भरि छातीमा राखी मायाले छोपौँला जीवन भरि छातीमा राखी मायाले छोपौँला। यहाँ चाहिँ टिकटक बनाउने मान्छेहरू चाहिँ निकै हुन्छ। अरू बेला चाहिँ आज हामी अलिक छिटो आएर पनि होला, मान्छे चाहिँ खासै छैन, खाली खाली छ। अरू बेला चाहिँ साँझ पखतिर आउने भने यहाँ टिकटक बनाउने मान्छेहरू चाहिँ टन्नै हुन्छ, रमाइलो हुन्छ। अहिले चाहिँ ठाउँ अलिअलि 8-10जना 10-12जना मात्रै मान्छेहरू छ टिकटक बनाउँदो रहेछ यहाँ पर। अब झुटो नभनेर माया साटेकै हो। डेकोरेसन चाहिँ राम्रो छ टिकटक बनाउनेहरूको लागि। हजुरहरू पनि आएर भिडियो बनाउन सक्नुहुनेछ यहाँ आएर। कमलको फुल रहेछ यहाँ चाहिँ, पोखरीमा कमलको फुल। बाटो चाहिँ दामी देख्यो है, अगाडि वाल जस्तो कि सुरुङ मार्ग जस्तो। साइड साइडमा रुखहरू, अगाडि हेर्दा चाहिँ ठ्याक्कै सुरुङ मार्ग देखिने, तर सुरुङ मार्ग चाहिँ होइन, चाहिँ त्यस्तै देखेको छ। कहिले नबोल्ने के तिम्रो अनौठो चालायो के गल्ती भएर मबाट यस्तो निलौ नबोली सजाए दिन्छौ नि। बुटोलमा घुम्न लायकको पार्क भनेको फुलबारी हो। फुलबारी पछिको यो वनबाटिका पर्छ।
राम्रो छ दुई ठाउँमै बच्चाहरूलाई खेलाउनेर आउनुहोस् टाइम मिलाएर खुसी हुनेछन् बच्चाहरू पनि तिमीले माया नगरे पनि गर्छु म दिन्दिन तिमीले माया नगरे पनि गर्छु म दिन्दिन आज र मैले भातै र खायो तिउन त गाबाको आज र मैले भातै र खायो तिउन त गाबाको यो चाहिँ बच्चाहरूको लागि खेलाउनलाई रेल हो तिमीले सानो सानो चिरेलहरू जाबाको के माया गर्थ्यौ तिमीले साइली यो टावर छ नि यो टावर भनेको जिप लाइन र अनि साइक्लिङको लागि है जिप लाइन अनि साइक्लिङ गर्न पाउँदो रहेछ होला कि झम्के फुली नाकैमा बुलाकी यसपालि त घरबारै होला कि खोला भयो सुकेर जिप लाइनबाट एउटा बच्चा उताबाट आउन लागिरहेको छ घर जोड्ने जिप लाइन खोला भयो साइक्लिङ पनि हिँड्छ बगर भयो हामीलाई घर जोड्ने झम्के फुली नाकैमा बुलाकी यसपालि त घरबारै होला चिडियाघरतिर हिँड्यौँ है यो चाहिँ अहिले नेपालमै लोप हुन लागेको गिद्ध हो पहिला पहिला चाहिँ निकै हुन्थ्यो गिद्धहरू खोलाको छेउछेउमा निकै गिद्धहरू देखिन्थ्यो अहिले चाहिँ गिद्ध नि हराउँदै गएर देख्ने गाह्रो हुन्छ यस्तै चिडियाघरहरूमा मात्रै अस्ति छ अहिले चाहिँ गिद्धहरू यहाँ चाहिँ घोडा पनि रहेछ यहाँ चाहिँ चितुवा रहेछ हेर्नु भित्र काठको भित्र बसिरहेको छ चितुवा मजाले सुतिरहेछ चितुवा एउटा यहाँ छ एउटा यहाँ माथि पनि रहेछ माथि बसिरहेछ यहाँ नि सुतेछ मजाले चितुवा कि पाटे पाएको यो चाहिँ हरिण होला सायद यो त देख्नु कतिले देख्नुभयो होला चिन्नु भयो होला पनि यो चाहिँ डुम्सी हो काँडा चाहिँ दामी हुने के यसको र काँडा फुलाएर बसिरहेको अस्टिच उता हिँड्दो रहेछ कति ठुलो है ए धेरै नै रहेछ 4-5वटै रहेछ अस्टिचहरू घाँटी पनि कति लामो हुने यसले त मान्छेलाई नै बोकेर टुटुटुङ कुद्छ अरे कति ठुलो हुन्छ ओ यो चाहिँ के हो यस्तो 4वटा सिङ छ मैले चाहिँ चिनेँ है चिन्ने कसैले चिन्नुभयो भने यसको नाम के हो कमेन्ट गर्नु ल कति क्युट तीनटा के अरे दुईटा ठुल्ठुलो अगाडिपट्टि फेरि आँखाको साइडमा दुईटा सिङ निक्लिरहेछ खै के रहेछ यस्तो यो चाहिँ नीलगाई हो मजाले चलिरहेछ नीलगाई यहाँ चाहिँ घोडा रहेछ घोडा सवार गर्नलाई घोडामा चढेर नि यसो घुम्न पाइयो
कता बग्यो आँखा भित्र सङ्गिएको पानी मुटु भित्र मर्स्याङ्गीले हान्यो कुनाकानी मुटु भित्र मर्स्याङ्गीले हान्यो कुनाकानी सबैलाई कहाँ मिल्छ भाग्य छानी छानी सबैलाई कहाँ मिल्छ भाग्य छानी छानी जुनी जुनी सँगै बितोस् यो चाहिँ मजुर रहेछ जुनी जुनी सँगै बितोस् हाम्रो जिन्दगानी बनमाराले बनै खायो पिरै पिरले जिउ खायो नजिक जान नपाइने यो बाटोदेखि नि फेरि यता अर्को बाटो हुँदैछ नजिकबाट खिच्न पाइएन नजिकबाट खिच्न पाएको अझै राम्रो हुन्थ्यो होला बाँदर बसिरहेको बच्चा सहित रहेछ बाँदर पनि सपनीले तिम्रै मोहनीले तिम्रै यो चाहिँ भालु रहेछ है भालु हेर्नुहोस् तिम्रै मोहनीले भालुले निकै चटक देखाउँछ अरे भन्ने सुनिरहेको थिएँ आज चाहिँ भालु बाटोमा आइएछ हजुरहरूले नि हेर्नु त के गर्दो रहेछ भालुले हङकङको सुनको चुरा सिङ्गापुरे सारी माया तिमी सम्हालिदेऊ मेरो घरबारी ओइ उठेछ त भालु त दुईटा खुट्टाले मात्रै टेकेर कस्तो कस्तो कुरा गर्छ यो पैसालु ढिटो कस्तो कस्तो कुरा गर्छ यो पैसालु ढिटो ओइ 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 उठ्दो रहेछ दाइ दुईटा खुट्टाले मात्रै टेकेर उभिँदो रहेछ लु लु जात्रै देखाएर यसले त लु ए माथि जाँदो रहेछ त ए यसको बेडरुम रहेछ क्या माथि गयो अब मासतिर अब झर्दा चाहिँ कसरी झर्छ होला यो पछाडि ब्याग आउँछ होला कि सिधै आउँछ होला सिधै आयो भने त घोप्टै जान्छ होला यो त हुन त हिँडिरहेको बानी परेको त्यस्तो त नहोला हेरौँ है त कति बेला झर्दो रहेछ तिम्रो मनमा लुकेको कुरा नभने पनि भुलिदिनेलाई सम्झिदिने झरे झरे माया त माया हो झर 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 झरे झरे ओइ के गरेछ यो काठमा सिउँडी पो खेल्न थाल्यो त ल लडबुडी खेल्यो त्यो चाहिँ ओइ 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 जिमै गर्न लाग्यो क्या यसले त अब खत्रै गऱ्यो त साँच्चै भालुले चटक देखाउँदै जान्थ्यो साँच्चै चटकै देखाउँदो रहेछ त ओइ हामीले बोक्न सकिन्न होला यसले त उचालेछ त काठ त थाकेछ क्या काठसँग लडेर
ओइ ओइ गयो फेरि नकैमा फुली कानैमा ढुङ्डी लु 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 लहर लहर ओ माई गड खत्रै उठाछ दाइ लु जा कता गाडी भाँच्छ यसले पानी खाने करधारा को रात दिन तिमीकै झलको नरमाया सम्झेर होला धुरुधुरुमा तिमी घमाइलो रमाइलो कोसीतिरैमा घमाइलो रमाइलो कोसीतिरैमा रातो रातो सिन्दुर लगाइदिन्छु शिरैमा रातो रातो सिन्दुर लगाइदिन्छु शिरैमा कता बग्यो आँखा भित्र सङ्गिएको पानी कता बग्यो आँखा भित्र सङ्गिएको पानी मुटु भित्र मर्स्याङ्गीले हान्यो कुना कानी मुटु भित्र मर्स्याङ्गीले हान्यो कुना कानी सबैलाई कहाँ मिल्छ भाग्य छानी छानी सबैलाई कहाँ मिल्छ भाग्य छानी छानी जुनी जुनी सँगै बितोस् हाम्रो जिन्दगानी जुनी जुनी सँगै बितोस् हाम्रो जिन्दगानी बनमाराले बनै खायो पिरै पिरले जिउ खायो एकै भेटमा निर्मोहीको एकै भेटमा निर्मोहीको यति धेरै माया लायो भन्न लाज लाग्छ बोलिदेन फुल लुकाएका इच्छा खोलिदेन दिल भन्न लाज लाग्छ बोलिदेन फुल लुकाएका इच्छा खोलिदेन दिल ढुकढुकी सुन न मलाई चिन न ढुकढुकी सुन न मलाई चिन न ए मेरो हजुर तिम्रै सपनीले तिम्रै मोहनीले तिम्रै सपनीले तिम्रै मोहनीले मलाई बाँध्यो नि झन 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 सारङ्गीको धुनले हङकङको सुनको चुरा सिङ्गापुरे सारी माया तिमी सम्हालिदेऊ मेरो घर बारी जन्माएको बोली मिठो माया पनि मिठो कस्तो कस्तो कुरा गर्छ यो बैसालु ठिटो कस्तो कस्तो कुरा गर्छ यो बैसालु ठिटो सुन सुन सानम मलाई छाउने छिनमै हाँस्ने सानम छिनछिनमै रिसाउने सुन सुन सानम मलाई छाउने जिन्दगीमा सानम नहुनु बैमानी जिन्दगीमा सानम भालुक चटक पनि हेर्थ्यो अब हामी चाहिँ बाउसरा पिङ खेल्न लाग्यो कि नटके के भन्दो रहेछ नि त्यो ठुलो मजा छ मात्र लाग्दो रहेछ है समाधान के लिनु अरे सकिएछ पैसा चर्के पिङ पनि खेलियो पिङको मजा लियो है अब चाहिँ जानुपर्छ बिस्तारै बिस्तारै आज हामी चाँडै आइयो बिहान आएको अब
लाग्नुपर्छ बिस्तारै बिस्तारै हेर्दै यो रेल हो पुरानो रेल हो यहाँ यसमा चाहिँ यस्तो राउन्ड लाउँछ कि लु अब हामी चाहिँ हिँडेको